सन्देशको सबैलाई नमस्कार। आज म तपाईहरुलाई पैसा कमाउने र बचाउने उपायहरू दिँदैछु। पुरा भिडियो हेर्नु होला। कुरा कसरी भने तपाई नियमित रूपमा बिहान 4-5 बजे उठेर नियमित रूपमा एक्सरसाइजहरू गर्नुभयो भने योगा, ध्यान, तपस्या, मर्निङ वाक जे वाक गर्नुहुन्छ त्यो तपाईले छुटाएको समयले तपाईलाई नै धेरै फाइदा दिन्छ। ताकि हस्पिटलमा लाखौं लाख करोडौं पैसाहरू हस्पिटललाई बुझाउनु किन पर्छ भने हामी अल्छी गरेर र 24 घण्टामा 1 घण्टा पनि आफूलाई टाइम नदिएर अनि भोलि बिरामी भइसकेपछि त्यहाँ हस्पिटलमा तारन्तार जतिखेर भने त्यतिखेर जान पर्छ। ताकि त्यो नियमित रूपमा बिहान उठेर एक्सरसाइज गर्नुभयो भने, योगा, ध्यान, तपस्या गर्नुभयो भने त्यो तपाईको पैसा कहीँ पनि गएन, खल्तीमै बच्यो। र अर्को कुरा चाहिँ स्वास्थ्य पनि राम्रो भयो र तपाई नियमित रूपमा बिहान उठेर गरेको एक्सरसाइजले तपाईलाई दिनभरि चङ्गा फ्रेस बनाउँछ। त्यसकारणले गर्दा पैसा कमाउनु भन्दा बचाउनु पनि एउटा कमाउनुको उपाय हो, बचत गर्नु हो। त्यसकारणले गर्दाखेरि हस्पिटल अथवा कुनै पनि ठाउँलाई उपचार गर्नको लागि खर्चिएको पैसा भन्दा त्यो धेरै राम्रो हुन्छ। चाहे हस्पिटललाई मात्र फेरि मैले नराम्रो भन्न खोजेको होइन। कोही धामी झाँक्रीलाई बुझाउँछन्, कोही अब यहाँ विभिन्न स्वास्थ्य उपचारका नाममा विभिन्न सङ्घ संस्थाहरूलाई बुझाइरहेका हुन्छन्। त्यो पैसा ठ्याक्कै बच्छ। तपाईँ नियमित रूपमा हिँड्नुभयो भने कुनै रोग पनि लाग्दैन। स्वास्थ्यको अवस्थालाई ख्याल गर्दै र उमेरलाई ख्याल गर्दै तपाईँहरूले यो काम गर्नुभयो भने एकदमै हुन्छ। म चाहिँ यो कुरालाई चाहिँ फलो आफूले नै गरिरहेको छु। म अरूबाट पनि इन्स्पायर भएर गरिरहेको छु। यो कुरा सबै माझ पुर्याइदिनु होला ताकि यो कुराले तपाईँको जीवन परिवर्तन होस्। स्वस्थ बनाऊ, मस्त बनाऊ, व्यस्त बनाऊ भन्दै बिदा हुन्छु। नमस्ते, शुभ दिन।